दर्शकबिन नमस्कार, तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आज म कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 4 बगुन आइपुगेको छु। तपाईहरुलाई पक्कै पनि अचम्म लाग्यो होला, आज बगुन केशव किन पुग्यो भनेर। केही समय पहिला हामीले तपाईहरुमा एउटा ठूलो सहयोग अभियान चलाएका थियौं। तातो पानीले जलेर पूर्ण रूपमा घाइते भएकी प्यारी बहिनी सुहाना थापा मगर यतिखेर उपचार सकेर डिस्चार्ज हुनुभएको छ। उहाँका ती पोलेका घाउका दागहरू बिस्तारै हट्दै गइरहेका छन्, केही सुधार हुँदै गइरहेको छ। हो, बहिनी सुहानालाई भेट्न हामी उहाँकै घरसम्म पुगेका छौँ र उहाँको घर पुगिसकेपछि बहिनीलाई भेट्यौँ। एकदमै मन हर्षित बनेको छ, खुसी भएका छौँ। तर पनि उहाँको थप उपचार सँगसँगै उहाँको अबका प्रोसेसहरू के रहन्छन्, प्रक्रियाहरू के हुन्छन् भनेर बुझ्न हामी उहाँको घरमा आइपुगेका छौँ। उहाँको घरमा पुगिसकेपछि मम्मीलाई भेट्यौँ, हजुरबुवालाई भेट्यौँ, आफन्तहरूलाई भेट्यौँ। सबैले हामी लगायत हाम्रो टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो। यसरी एउटा सानो नानीको उपचारमा तपाईँ हामी सम्पूर्ण सहयोगी दाताहरूप्रति आज हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामी थोरै छोटो मिठो कुराकानी सुहानाको मम्मीसँग गर्नेछौँ। के छ अबको अवस्था, त्यो विषयमा तपाईहरुलाई जानकारी दिनेछौँ। तपाईहरु भने हामीलाई हेर्दै गर्नुहोला। सबैलाई नमस्ते। मेरो नाम चाहिँ सानु थापा मगर हो अनि मेरो छोरीको नाम चाहिँ सुहाना थापा मगर। अनि मेरो छोरी चाहिँ पहिले जलेको थियो 1 महिना अगाडि, 1-1.5 महिना अगाडि। तपाईहरुले सहयोग गरिदिएर चाहिँ अहिले मेरो छोरी सन्चो भएको छ। जति पनि साथीहरूले सहयोग गरिदिनु भएको छ, तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हजुरहरूको सहयोगले गर्दाखेरि नै मेरो छोरीको अहिले उपचार भएर मेरो छोरी यहाँसम्म पुगेको छ। अहिले हल्का हल्का हिँड्न सकिरह। अब त्यति साह्रो चाहिँ सन्चो भएको छैन। अब हल्का हल्का अब पछि सुधार हुन्छ होला। सक्नुहुन्छ भने अझै पनि सहयोग गरिदिनु होला। अझै हामीलाई चाहिँ 15-15 दिनमा बोलाइरहेको छ। हामी 15-15 दिनमा, अस्ति 15 दिनको अस्ति गएको थियो, फेरि 15 दिनको बोलाएको छ, फेरि जानुपर्ने छ 15 दिनमा। अब सन्चो नहुँदासम्म यो दागहरू पनि हराउने अनि केही त्यस्तो अप्ठ्यारो छ भनेपछि चाहिँ हेर्ने भनेर फेरि 15 दिनको बोलाउनु भएको छ डक्टरले चाहिँ। फेरि जानुपर्ने छ। अब यहाँ हेराउन मिल्दैन रे, उतै जानु पर्दो रहेछ, इन्डिया जानुपर्छ। 15 दिनपछि फेरि जाँदैछौँ। सक्नुहुन्छ भने फेरि सहयोग गरिदिनु होला।